आज मादल क्लासको ठ्याक्कै विषय थिएँ। तपाईँहरूको चाहिँ धेरैले अल्छी लागिरहेछ, अब त म छोड्छु क्या जान्दिनँ क्या भन्ने हुनुहुन्छ। मादल सिक्न सजिलो रहन्छ त थाहा पाउनुभयो। यो तपाईँहरूलाई समस्या पारेको केही न केही कारणले हो जस्तो लाग्छ। जस्तै 7 दिने मादल तालिम, 15 दिने मादल तालिम, 1 महिने मादल तालिम भन्दै पुर्कुसिन्छन् कोही कोही होइन। त्यो 1 महिनामा चाहिँ केही पनि सिक्न नसकिने रहेछ भने चाहिँ थाहा पाउनुभयो होला होइन। सिक्न सके पनि 2-4 हामीले ताल सिक्छौँ जुन चाहिँ त्यति साह्रो मिठो हुँदैन है। त्यति सिकाइसकेपछि प्रशिक्षकज्यूहरूले मैले त सिकाएँ भन्नुहुन्छ। तपाईँहरूले पनि अलिअलि बजाउनुहुन्छ, नाकेत्रो बनाउनुहुन्छ मेरोभन्दा ठुलो, अनि जान्ने केही पनि होइन, यो त समस्या भइहाल्छ। तसर्थ चाहिँ मादल सिक्न खासमा गाह्रो छ, राम्रोसँग सिक्न, सबै सिक्न चाहिँ अझै गाह्रो छ। तर तपाईँहरूले निरन्तर अभ्यास गरिराख्नु भए पनि सक्नुहुन्छ है त। मैले जे भनिरहेको छु त्यसलाई फलो गरेर राम्रोसँग बजाउन सिक्नुभयो भने तपाईँ मादल सिक्नुभयो। 3-4 जना मान्छेहरूले मलाई भिडियो पनि पठाउनु भएको छ, उहाँहरूले मिठो हान्नु भएको छ। तसर्थ तपाईँहरूले पनि कतिको बजाउनु भएको छ, यदि ओहो म पनि देखाउँछु मेरो मिलेको छ कि छैन भन्ने जस्तो तपाईँहरूलाई लाग्छ भने मलाई भिडियो पठाउनुहोस्, म हेर्छु अनि राम्रो छ कि छैन, ठिक बजाउनु भएको छ कि छैन म हेर्नेछु है त। यसै गरी हामी अगाडि बढ्नेछौँ। अब हेरौँ है त। कतिपयले चाहिँ ओहो सर देउसी भैलोमा बजाउन सिकाउनु भन्नुभएछ। अहिले चाहिँ त्यो समय पनि होइन, तर म तपाईँलाई त्यो ताल किन सिकाउन खोज्दैछु भन्दा अरू धेरै जसो गीतहरूमा यो काम लाग्छ। जस्तै रामदी पुला तरने बित्तिकै भन्ने गीतमा, त्यस्तै आज साटीमा ल्याऊ अझै टिमाला हो, त्यसमा धागो इच्छा चङ्गा जहाँ पुगे नि, यो गीत। यस्ता धेरै गीतहरूमा त्यही खालको बिट लाग्छ। तसर्थ त्यो देउसी भैलोमा पनि युज हुने, तपाईँहरूलाई पनि ओहो मैले त देउसी भैलोमा पनि बजाउन सिकेँ भन्ने हुने, अरू गीतहरूमा पनि काम लाग्ने खालको एउटा बिट सिकाउँदैछु। यसको नाम के हो? आउनुहोस् आज सिकिहालौँ। हेर्नुहोस् है। गीताङ 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 खत खत्ताङ गीताङ 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 खत खत्ताङ गीताङ। खासमा यो गीतको बिट चाहिँ अलिकति गाह्रो छ थाहा पाउन। कहाँबाट स्टार्ट हुन्छ, कहाँबाट इन्ड हुन्छ, कहाँबाट सुरु हुन्छ, कहाँबाट अन्त्य हुन्छ थाहा नपाउनु जस्तो। हेर्नुहोस् है। गीताङ 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 खत खत्ताङ गीताङ गीताङ, त्यो खत्ताङ गी पछि इन्ड भयो। फेरि हेर्नु है। 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 6। यसलाई चाहिँ दादरा ताल पनि भन्छ। यो झ्याउरेमै युज हुने खालको ताल हो। अलिक फास्ट हान्नुभयो भने झ्याउरे जस्तो हुन्छ। यस्तो पनि हुन्छ। अलिक फास्ट टाइपको गीतमा पनि बजाउन मिल्छ। अहिले हामीले अलिक स्लो खालको गीतमा बजाउँदैछौँ, त्यही भएर गीताङ 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 खत्ताङ गीताङ है, यति मात्रै है। मैले यसको बोल चाहिँ क्याप्सनमा लेखेर पनि राखेको हुन्छु, हेर्नुहोस्। अब सर कि एउटै मात्रै बजाउनु पर्ने हो त, अरू छैन भन्ने जस्तो हुन्छ। अरू पनि बजाउन मिल्छ। जस्तै गी गिन गीताङ खत खत्ताङ गीताङ गी गिन गीताङ गी गिन गीताङ खत खत्ताङ गीताङ गी गी, यो पनि बजाउन मिल्छ। तसर्थ चाहिँ यसलाई अलिकति ध्यान दिनु होला, सकिन्छ है त। अब सर कुन कुन गीतमा मिल्छ हेर्नुहोस्, म गाइदिन्छु। ओहो भनभाना भाइ हो देउसेरे राम्ररी भन, देउसेरे ओ मादल सिक्न, देउसी लागेको त, देउसेरे ओ हातै चल्दैन, देउसेरे। यस्तै टाइपले सिक्न सक्नुहुन्छ। अरू कुन कुन गीतमा लाग्छ त सर भन्नुहुन्छ होला। लैदेऊ मेरो मायाको भयो पातुभन्दा, यस्तो टाइपले बजाउन सक्नुहुन्छ। जस्तै गीताङ 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 खत्ताङ गीताङ पनि गर्न सक्नुहुन्छ। गीताङ 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 खत। यो टाइमिङको खेल हो कि, त्यही भएको भएर टेन्सन नलिनु। गीत बजाउनु जति आउँछ त्यति बजाउँदै गर्नु सुरुमा है त। सिक्न अलिकति गाह्रो छ, त्यति गाह्रो पनि होइन भन्छु म, तर निरन्तर अभ्यास गर्नु सक्नुहुन्छ। यदि छोड्नु भयो भने त छोड्नु हो, टेन्सनै छैन होइन। दुःख गर्नलाई पो अलिअलि टेन्सन हुन्छ, मैले जानिनँ भन्ने हो। दुःखै नगर्ने मान्छेलाई त आनन्द आइसन्छ छ, हेर्नु गाह्रै छैन है त। यसै गरी तपाईँहरूले सिक्नु होला।
हेर्नुहोस् त, गीताङ 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 खत खत्ताङ गीताङ, एउटा गिन गीताङ खत खत्ताङ गीताङ, अर्को गीताङ खत खत्ताङ गीताङ, यो पनि मिल्छ। हेर्नुहोस्, जस्तै कुन गीत हुनसक्छ, इष्टको आफ्नै काटी छोरालाई भोटो गरिबैको खत खत्ताङ्गी गीताङ खत, ओहो भन भाइ हो देउसेरी। त्यही भएर एउटै ताल चाहिँ धेरै गीतमा काम लाग्छ। तसर्थ मैले जे सिकाएको छु त्यसमा पारङ्गत हुनु, अरू धेरै गीतहरू तपाईँ आफै आफ नजानिकन सिकिसक्नु भएको छ कि टेन्सन नलिनुहोस्, बजाउनुहोस्, प्र्याक्टिस गर्नुहोस्। मैले के ताल बजाएँ यो चाहिँ क्याप्सनमा लेखिदिन्छु, त्यही हेरेर प्र्याक्टिस गर्नु। यस्तै गरी सिम्पली प्र्याक्टिस गर्नु। टाइमिङ सुरुमा आउन टाइम लाग्छ, मलाई थाहा छ प्रभु, र प्र्याक्टिस जसले गर्छ हार खाँदैन, दुःख मान्नु पर्दैन। नातिनु होला, प्र्याक्टिस गर्ने मान्छेले बल्ल सिक्छ, दुःख मान्ने मान्छेले सिक्न सक्दैन। आजको लागि यति नै, बाँकी अझै रमाइलो भिडियो भोलि लिएर आउँला। अहिलेको लागि यति नै, थ्याङ्क यू, बाई बाई।